फोटोशप भनेको ग्राफिक डिजाइन प्रोग्राम हो जो एडोब कर्पोरेसनले बनाएको। यो प्रोग्रामबाट डेस्कटप डिजाइनिङ काम गर्न सक्छ। डेस्कटप डिजाइनिङ भनेको कुनै डिजाइन गर्छ प्रिन्ट गर्नको लागि भने त्यसलाई डेस्कटप डिजाइनिङ वर्क भन्छ। इमेज एडिटिङ गर्न पनि सक्छ। ब्ल्याक एन्ड व्हाइट फोटोलाई कलरफुल बनाउन सक्छ। हुन त अब अहिले एआई आइराखेको छ, एआईबाट पनि यो कुराहरू धेरै सजिलो गर्न सक्छ। जस्तो यस्तो डिजाइन भएको थम्बनेल बनाइदिए भने उसले सरल बनाइदिन्छ। त्यसमा अलिकति मोडिफाई गर्नु पर्यो भने फ्री भर्जन हुँदै सपोर्ट गर्दैन। यो पुरै बनाउनु पर्यो भने फोटोशपमा आधी घण्टा लाग्थ्यो, तर त्यसमा केही थोरै एडिटिङ गर्नु पर्यो भने तपाईले फोटोशप जानेछ भने तुरुन्तै गर्न सक्छ। फ्री भर्जन गर्दाखेरि लिमिट देखाइदिन्छ, 3 वटा 4 वटा 5 वटा फोटो जेनेरेट गरेर दिन्छ। त्यसपछि 12 घण्टा पछाडि आउनुहोस् भन्छ। त्यस्तो बेलामा हामीले फोटोशप जानेछ भने काम छिटो छरितो हुन सक्छ। त्यो मात्रै नभएर हामीले स्क्यानिङ गर्न पनि सक्छ। यो प्रोग्रामलाई ग्राफिक डिजाइनिङ प्रोग्राम भन्छ। भनेर ग्राफिक दुई खालको हुन्छ, एउटा रस्टर ग्राफिक, अर्को वेक्टर ग्राफिक। फोटोशप भनेको यो रस्टर इमेज प्रोग्राम हो। अब यो प्रोग्राम कसरी ओपन गर्छ त कम्प्युटरमा भन्छ। अब कम्प्युटरमा छैन भने प्रोग्राम पहिला त राख्नुपर्छ। प्रोग्रामै नराखी ओपन हुँदैन। फोटोशप पनि विभिन्न भर्जन छ, CS, CS3, CS4। सीसी फोटोशप ओपन गर्दै स्टार्टमा गएर स्क्रोल गरेर यहाँ एडोब फोटोशपमा क्लिक गरिदिनुहोस्। यसमा नो लेख गरिदिनुहोस्, क्लोज गरिदिनुहोस्। फोटोशप सम्बन्धी तपाईँ यहाँ पढ्न चाहन्छ भने यस्तो बेलामा यहाँ क्लिक गरेर फोटोशपको बारेमा यहीँबाट पनि पढ्न सक्छौँ। अहिलेलाई मैले यहाँ क्लोज गरिदिएँ। यसरी फोटोशप ओपन भए पछाडि यो साइडमा भएकोलाई हामी टुल बक्स भन्छ। यस्तो टुलहरूमा राइट साइडको बटम कर्नरमा यसमा अलिकति एउटा सानो एउटा ब्ल्याक छ भने यस्तो एरो आइराखेकोमा लङ प्रेस गर्यो भने यसमा अन्य टुलहरू पनि हुन्छ। फर्स्ट डेमा मर्की टुलको बारेमा थोरै बताएँ है त। टुलको प्र्याक्टिस गर्नलाई म एउटा दुईटा फोटो ओपन गर्छु। यसमा फोटो ओपन गर्नु पर्यो। यो प्रोग्राममा फोटोशप भने फाइल मेनुमा जाने र ओपनलाई क्लिक गर्ने अथवा कन्ट्रोल ओ गर्दा पनि डेस्कटपमा फोटो छ। यो पिक्चरलाई ओपन गरेँ। यो पिक्चरको कुनै पार्ट काटेर म अर्को ठाउँ राख्नु छ भने नयाँ फाइल खोल्नु, यो फाइलमा गएर मुभ गर्ने अथवा कन्ट्रोल एन गर्दा पनि हुन्छ। यसमा प्रिसेट लेखेको हुन्छ, यसको डाउनमा क्लिक गरेर A4 पेपर चुज गर्ने र ओके गर्ने। यो पिक्चरलाई यहाँनिर राख्नुपर्ने भयो। फोटोको फरग्राउन्ड र ब्याकग्राउन्ड भनेर दुईवटा यहाँ लेयर देख्नुहुन्छ। यसमा यसरी यो फरग्राउन्डमा क्लिक गर्ने माथिल्लोमा कुन कलर लिने त मैले जस्तो यसमा निलो लिने हो भने यसरी निलो गरिदिन्छु। निलो पनि यो देखिरहेको छ, यतापट्टि क्लिक गरिदियो भने यो गाढा देखिरहेको छ। अलि यता गरिदियो अझ गाढा भइराखेको छ यहाँनिर। यसले ओके गरिदियो भने यहाँ मेरो त्यो गाढा कलर आइराखेको छ। यो पेन्ट बकेट टुलमा लङ प्रेस गरेर पेन्ट बकेट टुललाई क्लिक गर्छु। यसमा यसरी म अब क्लिक गरिदियो भने यो मेरो कलर यसमा निलो कलर भइराखेको छ। यो फोटोलाई यता लिएर आउनु पर्ने लङ प्रेस गरे यो 1 नम्बरको टुलमा यहाँ रेक्टेङ्गल मर्की टुल भनिन्छ। मलाई जस्तो यो पिक्चरको पासपोर्ट साइजको फोटो बनाउनु पर्ने थियो। पिक्चरको पुरै शरीर चाहिएको छैन, मलाई यति मात्रै लगेर राख्नु छ भने यसलाई मैले यसरी सिलेक्ट गर्यो। त्यस पछाडि यो यसलाई रिस्टोर बटनमा क्लिक गरेर अनि फेरि यतापट्टि यसलाई ल्याउने बेलामा यो यता यो सेकेन्डवालाको टुल छ मुभ टुल भन्ने है। यसमा क्लिक गरे पछाडि फेरि यहाँ लिएर आएर यसरी यहाँ लिएर आयो भने यो मेरो पिक्चर चाहिँ यहाँ आइरहेको छ। इन्टर गरिदियो। फर्स्टमा त यसरी तपाईँले डेस्कटपमा एउटा फोल्डर बनाउनुहोस्। हामी खाली ठाउँमा राइट क्लिक गर्ने फोल्डर बनाउनु पर्दा अनि न्यूमा गएर फोल्डरलाई क्लिक गरिदिनु। यो फोल्डरको नाम छ यसमा फोटोशप। यो पिक्चरलाई त्यहाँ लगेर राख्नु छ भने यो फाइल मेनुमा क्लिक गर्ने, सेभमा क्लिक गर्ने। यहाँ गए पछाडि फोटोशपलाई मैले डबल क्लिक गरेँ र ओपन गरेँ र यसमा मैले प्रोजेक्ट 1 P1 चाहिँ मैले यसमा PSD 1 नम्बरमा चुज गरेर अनि सेभ गरिदिन्छु। यस्तो गरेर फेरि अगेन ओके गरिदियो भने अब यसलाई मैले यसरी क्लोज गरिदिएँ। यो प्रोग्रामलाई होइन फोल्डरमा ओपन गरेर यहाँ मर्की टुल प्र्याक्टिस प्रोजेक्ट 1 भन्छ, यसलाई ओपन गर्ने। त्यो फोटोशपमा यसमा राखेको छ भने म फेरि यसलाई ठुलो सानो गर्नलाई सक्छु। यसलाई सेभ गर्नु पर्यो भने हामी फेरि यसमा सेभ गर्न पनि सक्छौँ। अब यसको अर्को मोड भने जेपीजी बनाउन सिक्छौँ। जेपीजीमा राख्नुको लागि फेरि फाइलमा गएर सेभ एज गर्ने। म यही फोल्डरमा राखिदिन्छु। यसलाई यो जेपीजी मोड चुज गर्छु फर्मेट। यसरी क्लिक गरेर सेभ गरिदिन्छु।
अगेन यसमा ओके गरिदिनुहोस् र यसलाई मैले क्लोज गरिदिन्छु। यहाँ हामी राइट क्लिक गरेर यसरी यसको फर्मेट हेर्यो भने प्रपर्टीमा जाने, यसो गर्यो भने यहाँ टाइप अफ फाइल भनेर यो जेपीईजी भनिरहेको छ। त्यतापट्टि म राइट क्लिक गरेर हेर्छु, यसरी यहाँनिर प्रपर्टीमा गयो भने यसमा टाइप अफ फाइल भनेको छ पीएसडी भनेको छ। पीएसडी भनेको फोटोसप डकुमेन्ट भनेको हो। यसको मतलब यो ओपन हुनलाई फोटोसप चाहिन्छ। फेरि म फोटोसप ओपन गर्छु सर्टकटमा Win+R गरेर, यसमा मैले फोटोसप टाइप गरेर इन्टर गरेँ। फोटो ओपन गर्ने अर्को तरिका हामी कन्ट्रोल O गरेर पनि फोटो ओपन गर्न सक्छौँ। यो फोटोलाई फेरि म अघि जस्तै गरेर फेरि यो अर्को तरिकाबाट मुभ गर्न सिकाउँछु। जस्तो मैले कन्ट्रोल N गरेँ, नयाँ पेज लिएँ र यसमा प्रिसेटमा गएर A4 फोटो चुज गरेँ र ओके गर्ने। ओभल सेपमा लैजान चाहन्छ भने यसमा लङ प्रेस गर्ने, ओभलमा क्लिक गर्ने यसरी। अब यस पछाडि यो फोटोलाई कुन फोटो यो मलाई लैजानु, यो फोटोबाट ओभल सेपमा कुनै पार्ट लैजानु छ भने अनि फेरि यसमा क्लिक गरेर यसरी ड्र्याग गर्ने। कत्रो आवश्यकता छ यसरी तलमाथि गर्न सक्नुहुन्छ। यसलाई मुभ गर्नु पर्यो भने अघि जस्तै फेरि म रिस्टोर बटनमा क्लिक गर्छु, फेरि यतापट्टि मुभ टुलमा क्लिक गरेर यसलाई यसरी ड्र्याग गरेर यसरी यहाँ ल्याउन सक्छौँ। र यसलाई पनि ठुलो सानो गर्न छ भने यसरी ठुलो सानो गर्न सक्नुहुन्छ। अनि ठिक छ भने अनि इन्टर गरिदिनुहोस्। यसमा मेरो पिक्चर यो रेडी भइरहेको। अब यसलाई पनि यसरी नै दुईवटा मोडमा राख्ने, पीएसडी अर्को जेपीईजी। फेरि फाइलमा क्लिक गरेर फेरि सेभ गरिदिन्छु र डेस्कटपमा गएर मैले यो फोटोसपमा राखेँ। यो हो P2 प्रोजेक्ट 2 भनेर राखेँ। यसलाई मैले जेपीजी मात्रै गर्ने है, त्यसलाई यस पछाडि फेरि के गर्ने